नमस्कार, सर्च अफ ट्रुथ न्युज बुलेटिनमा तपाईलाई स्वागत छ। विश्वविख्यात समाज सुधारक जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजजीको निर्देशनमा सञ्चालित अन्नपूर्ण अभियान अन्तर्गत देशभरि रहेका अति विपन्न परिवारलाई राहत वितरण गर्ने श्रृङ्खलालाई निरन्तरता दिँदै देशका विभिन्न स्थानहरूमा रहेका विपन्न परिवारहरूलाई राहत वितरण गरिएको छ। मानव सेवा र परोपकारको भावनालाई आत्मसात गर्दै सञ्चालन भइरहेको अन्नपूर्ण अभियान अन्तर्गत नागार्जुन नगरपालिका 3 ठुलो भर्याङ निवासी रामदेव यादव परिवारलाई दोस्रो किस्ताको राहत वितरण, चन्द्रगिरी नगरपालिका 3 मट्टीखेल थानकोट निवासी मोहन थापा परिवारलाई पहिलो किस्ताको राहत वितरण, कीर्तिपुर वडा नम्बर 6 चोबार निवासी नानी शाही परिवारलाई दोस्रो किस्ताको राहत वितरण, काभ्रे जिल्ला पाँचखाल नगरपालिका 10 बेलागाउँ निवासी साहिला तामाङ परिवारलाई दोस्रो किस्ताको राहत वितरण, काठमाडौँ 7 सिफल निवासी नारबहादुर ओली परिवारलाई तेस्रो किस्ताको राहत वितरण, कान्लेधारा बेलकोट गढी 8 नुवाकोट निवासी रामशरण आचार्य परिवारलाई तेस्रो किस्ताको राहत वितरण, मरुहिटी चोक बसन्तपुर काठमाडौँ महानगरपालिका 19 निवासी राजकुमार श्रेष्ठ परिवारलाई पहिलो किस्ताको राहत वितरण, शान्तिनगर काठमाडौँ महानगरपालिका 31 निवासी द्रोणबहादुर भुसाल परिवारलाई पहिलो किस्ताको राहत वितरण गरिएको छ। सन्त रामपालजी महाराजजीको प्रेरणाबाट सञ्चालित यस अभियानले आर्थिक रूपमा कमजोर, असहाय तथा आवश्यकतामा रहेका परिवारलाई प्रत्यक्ष सहयोग पुर्याउँदै आइरहेको छ। यसले मानवता, सहयोग र सामाजिक उत्तरदायित्वको भावनालाई प्रवर्धन गर्दै समाजमा सकारात्मक सन्देश फैलाइरहेको आयोजक मार्फत जानकारी प्राप्त भएको छ। यसै खबरका साथ आजको न्युज बुलेटिनबाट हामी बिदा हुन चाहन्छौँ। हेर्दै गर्नुहोला सर्च अफ ट्रुथ। नमस्कार।